मान्छे चाहिँ मरेर जाने हो क्या, मरेर लैजाने केही पनि छैन, कसैले पनि चाहिँ केही गर्ने होइन। साह्रै मिठो मिठो खाएर ठुल्ठुलो बङ्गलामा बसेर पनि बाँच्ने उति नै हो। झुप्रोमा बसेको मान्छे पनि बाँचेछ नि, उति नै वर्ष बाँचेको छ त। एउटा साग सिस्नु खाएर ढिँडो पिठो खाएर बसेको मान्छे र अनि एकदमै झुप्रोमा के अरे एकदमै धनाढ्य व्यक्ति एकदमै मिठो मिठो खाएर राम्रो राम्रो लगाएर अनि चाहिँ आलिसन बङ्गलामा बसेर त्यो धेरै बाँचेको छ। आखिर त बाँच्ने त उति हो। त्यसैले त्यो लोभ लालचाले चाहिँ देश नबिगारौँ। अहिलेको स्थिति आउने जेनजी आन्दोलन आउने हामी धेरैले अब कतिपय हामी छौँ जेनजीहरूलाई दोष दिइरहेको छ।